आज जुन 21 समर सल्टिस कर्कट सङ्क्रान्ति। आजको दिनमा सूर्य ट्रोपिक अफ क्यान्सर कर्कट रेखामाथि सिधा रहने भएकोले उत्तरी गोलार्धमा दिन लामो र रात छोटो हुन्छ भने दक्षिणी गोलार्धमा ठ्याक्कै उल्टो दिन छोटो र रात लामो हुन्छ। जस्तै अस्ट्रेलिया, न्युजिल्यान्ड, चिली, अर्जेन्टिनामा आज रात लामो छ भने उत्तरी गोलार्धमा चाहिँ दिन लामो छ। भोलिबाट सूर्य बिस्तारै ट्रोपिक अफ क्यान्सरबाट इक्वेटर लाइनतिर सर्दै जाँदा भोलिबाट उत्तरतिर दिन छोटो र रात लामो हुँदै जान्छ भने दक्षिणी गोलार्धमा रात छोटो र दिन लामो हुँदै जान्छ। यो क्रम चाहिँ जुलाई, अगस्त, सेप्टेम्बर 22 सम्ममा पुग्दा सूर्य ठ्याक्कै इक्वेटर लाइनमाथि पुग्छ र त्यो दिन चाहिँ रात र दिन बराबरी हुन्छ। यो कुरा म तपाईँहरूलाई किन भनिरहेको छु भने पृथ्वीले सूर्यलाई परिक्रमा गर्दा ऋतु अर्थात् सिजन चेन्ज हुन्छ। ऋतु परिवर्तन भएपछि एभियन्स लाइफ अर्थात् चराहरूको जीवनमा प्रभाव पर्छ। अहिले समर भिजिटर चराहरू यो हिमालय क्षेत्र वरिपरि नेपाल लगायत विभिन्न देशहरूमा ब्रिडिङ अर्थात् बचेरा हुर्काइरहेका छन् भने विन्टर भिजिटर चराहरू ध्रुवीय क्षेत्रमा साइबेरिया, रसिया, चीनको उत्तरी भाग, मङ्गोलिया र युरोपको उत्तरी भागमा तिनीहरू पनि बचेरा हुर्काइरहेका छन्। अब बिस्तारै जुलाई, अगस्त, सेप्टेम्बरसम्ममा जाडो बढ्दै जान्छ र यहाँको चराहरू चाहिँ इक्वेटर लाइनतर्फ जान्छन् र ध्रुवीय क्षेत्रको चराहरू चाहिँ हिमालय क्षेत्र वरिपरि लगायत इक्वेटरसम्म आइपुग्छन्।